जय माता दी मित्रहरू सबैलाई। आज हामी जान्नेछौँ अधिक मास यानि पुरानो नामलाई मलमास भनिन्छ। कति मान्छेहरूलाई अधिक मास के हो भन्ने कुरा को क्युरियोसिटी हुनसक्छ हैन। र आज यो सँगसँगै म एउटा अधिक मासको मोटिभेसन भनौँ या उहाँको सानो स्टोरी म सुनाउन चाहन्छु। जब जब हामीलाई दुःख पर्छ जिन्दगीमा तब हामी बाहिर रूपमा भौतारिन्छौँ, आत्तिन्छौँ, मान्छेहरूसँग सल्लाह लिन पुग्छौँ हैन, मान्छेहरूलाई दुःख पोख्न जान्छौँ। तर वास्तविक स्वरूप सत्यलाई हामी छोडेर बाहिर हामी किन भौतारिन्छौँ? सत्य स्वरूप भनेको त परमात्मा हो नि। 100% सोल्युसन दिने नै परमात्मा हो। मान्छेहरू त एउटा माध्यम मात्रै हो, एउटा मिडिया हो, या जरिया हो। हामी परमात्मालाई बिर्सेर, सत्यलाई बिर्सेर हामी बाहिर भौतारिन्छौँ, सबैसँग आफ्नो दुःख पाउँदै भिखारी जस्तै दुःख सुनाउँदै हिँड्छौँ। यही कुरा सुन्न जाँदैछु म। अधिक मास भनेको एउटा एक्स्ट्रा मन्थ, एउटा 12 महिनामा एउटा एक्स्ट्रा मन्थ भनेको एउटा अर्को महिना थपिएको वर्ष हो। र यसमा चाहिँ अधिक मासलाई चाहिँ पुरानो नाम मलमास भन्ने गरिन्थ्यो। र यो महिनालाई एकदमै मलिन, एकदमै घृणाको रूपमा हेरिन्थ्यो, एकदमै नराम्रो रूपमा हेरिन्थ्यो र अपहेलना हुन्थ्यो यो महिनालाई चाहिँ। र साह्रै दुःख पीडा सबैले अपहेलना गरेपछि, सबैबाट रिजेक्सन आएपछि, सबैबाट ठोकर खाएपछि, दुःख पाएपछि अन्तिममा उहाँ कहाँ गयो? परमात्मा स्वयं भगवान नारायणकमा पुग्नुभयो र आफ्नो दुःख प्रकट गर्नुभयो डाइरेक्ट परमात्मासँग कि प्रभु मलाई यो मलमासको नाम दिएर सबैले घृणा गर्छ, अपहेलना गर्छ, मलाई एकदमै पीडा हुन्छ, दुःख हुन्छ, म एकदम रिजेक्टेड जस्तो फिल हुन्छ मलाई र आफूलाई घृणा लागेर आउँछ। प्रभु ममा कृपा गर्नु पर्यो भनेर चाहिँ अधिक मासले आफ्नो दुःख पोग्नु भयो। हेर्नुहोस् है अन्तर, भगवानसँग आफ्नो दुःख पोग्नु र बाहिर सांसारिक मान्छेहरूसँग दुःख पोग्नुको अन्तर हेर्नुहोस्। परमात्माले उहाँलाई असीम कृपा गर्नुभयो र भन्नुभयो अधिक मास तिम्रो आजदेखि नाम मसँगै जोडिनेछ र त्यो एकदम अति शक्तिशाली आध्यात्मिक नाम हो पुरुषोत्तम मास भनेर यो महिनालाई हामी चिनाउने छौँ भन्नाले अब चिनिने छ तिमीलाई भनेर चाहिँ यसरी आशीर्वाद दिनुभयो। अब तिमीलाई कसैले पनि अपहेलना गर्ने छैन, तिमी रिजेक्टेड हुने छैन। यो महिनालाई एकदमै आध्यात्मिक महिना मानिने छ र यो महिनामा जसले पनि स्पिरिचुअल कामहरू गर्छ, आध्यात्मिक बाटोमा लाग्छ र भगवान नारायणको कुनै पनि स्वरूपमा पूजा गर्छ, मन्त्र जाप गर्छ, कुनै पनि पारम्परिक कामहरू गर्छ, त्यो चाहिँ एकदमै धेरै गुणा फल मिल्नेछ भनेर यसरी आशीर्वाद दिनुभयो। तर यो महिनामा चाहिँ विशेष गरी अस्पिसियस कामहरू जस्तै विवाह भयो, गृह प्रवेश भयो, अस्पिसियस भन्नाले चाहिँ राम्रो मुहुर्त मङ्गलमय कार्यहरू चाहिँ गर्नुहुन्न भन्ने यस्तो जानकारी छ। तर स्पिरिचुअल आध्यात्मिक काममा चाहिँ एकदमै प्लस पोइन्ट छ यो महिना। यो 1 महिना पर्छ लगभग र अधिक मासले यो नाम पाएपछि यो महिनालाई अब अधिक मास पनि होइन, पुरुषोत्तम मास भनेर चाहिँ यसलाई नाम अब जानिएको छ। भन्नाले पुरुषोत्तमको नामबाट यहाँ चाहिँ मान्छेहरूले चिनिने भइसकेको छ भन्नाले स्वयं नारायणकै रूप भयो उहाँ हैन। त्यसै भएर भगवानसँग हामी रुनु कराउनु र मान्छेको अगाडि रुनु कराउनुमा यहाँ अन्तर देख्नुभयो। मान्छेहरूसँग रुनु कराउँदाखेरि मान्छेहरूले के गर्छ? 1-2 थप गर्छ, दुःख नमान्नु भनेर सल्लाह दिन्छ, तर भित्रबाट हाँसिरहेको हुन्छन्। यहाँ दुःखमा तपाईँले कसैले साथ दिन, कुनै स्वार्थ नभइकन कसैले पनि साथ दिँदैन। तर परमात्माले तपाईँलाई जन्मसँग साथ दिनुहुन्छ। एक पलको दृष्टिकोणले अधिक मासको पुरा जिन्दगी बदलियो। अब तपाईँ भन्नुहोस्, तपाईँलाई दुःख पर्दा डाइरेक्ट परमात्मासँग आफ्नो दुःख पोग्ने कि बाहिर रुँदै कराउँदै भिखारी जस्तै हिँड्ने हैन? मान्छेहरूसँग दुःख पोग्नु स्वाभाविक हो, तर चिन्नुहोस् कहाँ सत्य छ र कहाँ असत्य छ भन्ने कुरा यो बोध हुनै पर्छ हामीलाई। र असीम कृपा पाउनु छ भने सत्यसँग जोड्नु, जहिले पनि सत्यसँग आफ्नो ज्यादा दुःख पोख्नु। जय माता दी।